साथीहरू, मेरो चाहिँ यहाँ हेर्नुहोस् नयाँ खेती हुँदैछ। यस्तो प्रकारले फर्सी चाहिँ यसरी लागेको छ। पर सुन्नुहुन्छ फेरि यहाँ पनि जाँदैछ। यहाँ मेथीको साग छ, यहाँ लसुन प्याज अलिअलि, र यहाँ धनियाँ छ, र यहाँ चाहिँ यसरी बार लगाइदिएको छ है। यो चाहिँ काँक्रा, ठुलो खालके काँक्राको बिउ रोपेको थियो। काँक्रा चाहिँ अब जाँदैछ यसको लहरा चाहिँ। र यहाँ चाहिँ छ सोप, यहाँ चाहिँ छ पालकको साग तर गइसक्यो। यहाँ मुलाको साग छ है। र यहाँ धनियाँ पनि लगाएको छु अलिकति। र यहाँ हेर्नुहोस् फुल पनि के दामी छ। यहाँ सिमी लगाइदिएको छु। यो सिमी जाँदैछ, यसरी जाँदैछ, यहाँबाट जान्छ है। इस्कुस पनि लगाइदिएको छु। इस्कुसको लहरा पनि यतिको हुँदैछ है। मेरो क्याक्टस चाहिँ हेर्नु यति लामो छ, प्लान्ट यति लामो भएर गइसक्यो।